हेर्नुहोस् त साथी, हेर्नुहोस् गाइज, यो घरमै लगाएको चुक हो। चुकको अचार कसरी बनाउनु पर्छ म हजुरहरूलाई देखाउँदैछु। यसरी खाला निकालेर फ्याँकिदिने, यसलाई टक्क काट्ने। यो घरमै फलाएको हो। यो बाहिरको फोहोर हुन्छ, यसरी निकालेर फ्याँकिदिने। यसरी तेल अलि धेरै हाल्ने, बेसार हाल्ने। योमा एक थोपा पनि पानी हाल्नुहुन्न, पानी आफै आएर आफै पाकिहाल्छ। यसरी पाकिसक्यो, मजाले सब्जी भात नन्ननी पार्ने हो। हेर्नुहोस् त साथीहरू, अब प्याक गरिसके। प्याक गरेर यो परमामी बुवा अनि भाइ बुहारीलाई पठाइदिने हो यो। अनि यो घर सासू ससुरालाई पठाइदिने हो। अनि यो सुर्खेत पठाइदिने हो, यो सुर्खेत नानी बाबुहरूलाई पठाइदिने हो। अनि यो बहिनीलाई पठाइदिने बल्लकुसे। अनि हामीलाई अझ धेरै छ। अनि अरू त हजुरहरूलाई कसैलाई चाहिए पनि सम्पर्क गर्नुहोला। मैले यसरी प्याक गरेर बेच्छु। केजीको 200 रुपियाँ हुन्छ। यो 3 महिनासम्म यसको म्याद हुन्छ।